डिजास्टरलाई हेर्दाखेरि त्यस्तो कुरा जसले व्यक्ति समाजको इकोलोजिकल इम्ब्यालेन्स गर्ने र इकोनोमीलाई जग्गा पार्ने काम गरिरहेको अवस्थालाई के भनिन्छ? डिजास्टर भनिन्छ। त्यति हुँदा पनि म एउटा कुरालाई बुझिरहेको थिएँ। यो साइट बनाउँदा म विभिन्न प्रकारको साइटहरूमा गएँ, विभिन्न ठाउँमा हेरेँ, विभिन्न अर्गनाइजेसनहरूको साइटहरूलाई मैले अब्जर्भ गर्दाखेरि एउटा कुरा पाएँ। त्यो के थियो भने नेपालको कन्टेक्स्टमा वैदेशिक पलायन यो धेरै ठुलो विपद हो। तर पनि आजसम्म कुनै पनि सोशल वर्करको ध्यान त्यहाँ गइसकेको छैन, सरकारको ध्यान त्यहाँ गइसकेको छैन। 2024-25 कुरा गर्ने हो भने लगभग 7 देखि 8 लाख जना जनता विदेश पलायन भएको छ। त्यो पनि मात्र रोजगारको लागि, पढ्नको लागि, यावत कामको लागि अझै पनि हाम्रो देशको युवाहरू गइरहेछन्। आज सोशल वर्करको प्रेजेन्टेसन गरेर गर्दाखेरि अगाडि हामी हेर्न सक्छौँ हाम्रो यो जेनेरेसन सकिन आँटेको जेनेरेसन। न्यू जेनेरेसन कहाँ त? न्यू जेनेरेसनको यस्तो कमी भयो भने न्यू जेनेरेसन नभइसकेपछि अगाडि कसरी बढ्ने भन्ने कुरा पनि म आफ्नो कुरालाई भन्न चाहन्छु। एउटा कुरा अहिले यसमा के एड गर्न चाहन्छु भने लक्ष्मीप्रसाद देवकोटा, महाकवि लक्ष्मीप्रसाद देवकोटा वास्तवमा यो स्लाइड गरिरहँदाखेरि म के थाहा पाएँ भने लक्ष्मीप्रसाद देवकोटा वास्तवमा पाएको थिएँ। जसले समाजको वकालत गर्ने बेलामा चाहिँ मुना मदनमा के बोलेका थिए? आँटको महिला सुनेको बेला के गर्नु भने साग र सिस्नो खाएको देश आनन्दी मनाउने। खोइ हामीमा आनन्द छैन, हामी डिजास्टरको सिचुएसनलाई भोग्न सकिरहेको छैनौँ। अब हामी यो सँगसँगै अगाडि बढ्यौँ भने जब हामी यो कुरालाई निष्कर्षमा पुग्छौँ भने के हामी थाहा पाउँछौँ भने सोसल वर्करले एक्लै मात्र कुनै पनि डिजास्टरको सिचुएसनलाई सल्भ गर्दैन। तिनीहरूले सबैलाई गर्दा लगाउँछ, सबैलाई एक प्रकारले हातोमालो गरेर त्यो सिकाउने प्रयास गरिरहेको छ कि सोसाइटी सोसल वर्करको मात्र जिम्मेवारी हो। सोसल वर्क गर्ने काम हामी सम्पूर्णको यो सबै कुरा सिकाएर एक रूपतामा समावेशी गरेर सबै एक रूपता ढाल्याएर त्यसपछि गएर समाजलाई अगाडि बढाउने काम गरिरहेको हुन्छ। एउटा एकदमै परिचित उर्दू शायर हुनुहुन्छ अल्लामा इकबाल, उहाँले बोल्नु भएको छ, अगर एक हो जाए तो बन सकता है खुशी होंगी वरना इन बिखरे हुए सितारों से क्या बात करें। अर्थात यदि हामी सम्पूर्ण एक भए भने एकजुट भएर काम गर्यो भने अवश्य पनि हाम्रो समाज परिवर्तन हुन्छ। म अन्तमा यति मात्र भन्न चाहन्छु कि बोल्यो भने परिवर्तन आउँछ, बोलेन भने परिवर्तन आउँदैन। रेज भाइस बोल्थे। धन्यवाद। यति बोलेर अन्त्यमा के गर्न चाहन्छु भने कस्तो सुकै विपत्ति